त माथितिर त गौँडाकोटतिर त जाने होला नि होइन गौँडाकोटतिर त होला नि जाने होइन यत्रो ठुलो काँडा आइन्छ त नि आँप यत्रो ठुलो आँप आइन्छ त्यहाँ खरिच के अरे अस्ति हामी गौँडाकोटबाट गइथ्यौँ नि उता तल त्यता जाने कि माथि हाइवेतिर जाने माथि हाइवेतिर गएर माथिको खोलामा पनि छ त नि त हो त्यही त नि क्या त त्यहाँबाट एउटा तलतिर ओर्लिने बाटोतिर यसो ओल्लो बाटो आइन्छ नि हो त्यही त नि क्या ल यहाँ कस्तो मिठो चाउमिन खुवाउँछ यार दिदीले कस्तो मिठो चाउमिन पकाउँछ बफ चाउमिन यार त्यहाँको दिदीले उयो अहिले त होन्डा सोरुमको यतापट्टि अहिले बन्द छैन तर तिनीहरूले चाहिँ त्यो रक्सी खानेलाई सिकुटी दिन्छन् नि त्यही सिकुटी हालिदिन्छ क्या अहिले आएर फर्कदा है ए अनि फेरि पैसा अलि छ कि छैन गोजिया कसलाई दिने भनेर ल ल ल अहिले फर्कदा किन निकालौँ ल है त पैसा है बोल्दै जाऊँ है त बाइक त रिजर्भमा आएको छैन नलाग्रे केटाहरूले रिजर्भमा लिएको छैन नलाग्रे हुन त धेरै चाहिँ गुडे छैन पनि अलि अस्ति मैले 500को हालेको मैले तेल हालेको थिएँ त गएको छैन नलाग क्या अलि अस्ति हो मैले अस्तिको शनिबार पछि त फेरि यो हप्ता मैले तेल हालिछु 500 अस्ति रिजर्भमा आएको भएर राइट बेबी शनिबार भनेपछि अब धेरै जस्तो पसल बन्दै छ नि अन्त आफैले चलाउनेको त के बन्द गर्छ र आफैले चलाउने त क्या स्टाफलाई पो छुट्टी दिनुपर्छ भनेर बन्द दिनै पर्दाखेरि नि होइन स्टाफलाई पनि दिन्न मुलाहरूले छुट्टी यसमा के को छुट्टी म त यार यहाँ आइसा सिरिङ्गारको यहाँ घर म त यहाँ त हमल भाँडा पसलको बुढाहरूले घर बेचेछन् र भनेर यार झसङ्ग परेको यार म झसङ्ग परेको यार अस्ति यार यहाँबाट इन्भर्टर हेर्न आइथ्यौँ क्या हामी इन्भर्टर हेर्नको भाइले घर इन्भर्टर लाने भनेर अरू भने आमाको सानो मेसिन भयो नि 12-15 घन्टा चार्जर नपाइयो भनेदेखि त 15-20 घन्टा लाइन नआयो भने समस्या हुन्छ नि त त्यही भएर होइन त त्यसको मेसिनको पावर कति हो त्यही अनुसार लानुपर्छ अन्त हेर्ने अन्त हेरेर आइज भनेको गएर फेरि हिजो किएर कुन्नी आमालाई आइ सोधेको ल्याउनु त लिएछ नि ल्याउनु त भन्नु त गएर कान्छाले भन्थ्यो मकैबारी दरम दरम हरिया काँक्रा करम करम केही छोराछोरी लाने के लान्छौ त्यहाँ रहेछ किराना पसलमा यहाँबाट हिँडाइदेऊ त केही कुरो यसलाई फेरि अहिले के लाने ल भन ल
केरा त जङ्क फुड त तिमीलाई यहाँ भनेर तलतिर ओह्राला रोकेर हिँड भन्नु नि भएर यसलाई यहीँबाट भन्छ क्या अब यसलाई नओह्राला के होला भन्नु त केरा र के अरे सुन्तलाको सिजनै होइन हरामी हो धमाका खबर तँ त नहाल्दै तँ त हान्नै पऱ्यो यतैपट्टि कसले तिम्रो अच्छा पिच्छ ल दिदी है तिमीलाई जे पप बानी भएर त नि छोरी गुलियोपछि तिमीलाई गु पप बानी हुन्छ होइन र तिमीले गु पप भयो नि त खान्छ भने तिमीलाई गुलियोपछि ल जाम छोरी तर बाबामा कस्तो बाटो हिँडेको भनेर त अहिले त के छ अहिलेको जतिको बाटो हुन्थ्यो नि त होइन आजभन्दा कति वर्ष 6 वर्ष 7 वर्ष पहिलाको 7 वर्षभन्दा पहिलाको त हो अनि धारा बनाइदिएछ होइन कस्तो छ होला नि यो पानी एक दिन अहिले बेलुकी अहिले फर्कँदा यसै फर्किएछ भने खाएर जामलाई यहाँ आउँदाखेरि कहिले काहीँ जुत्ता अलिअलि पालो जान्थ्यौँ होइन ल हेर छोरी बाबा मम्मीको विगत यस्तो हो कहाँ यस्तो थियो र यहाँ त पुरै कच्ची हो नि यो त यहाँ यो पक्की थियो होला न होइन अन्त पुरै कच्ची हो क्या हेर छोरी हामी अब पुरै बाटो कच्ची हुँदा नि हिँडेको नि त बेबी यो बाटो कच्ची हुँदा पनि बाबा मम्मी हिँडेको क्या यो बाटो के पानी भर्ने ठाउँ रहेछ होइन के को पानी भर्ने ठाउँ रहेछ त्यहाँ भन्नाले त्यो फुटे जस्तो ए सिसा होइन त एउटा केटी के अरे गिलित त कि के गरिन्छ के भनेर भन्छ होइन होइन त फाइबरको के जस्तो कि के लिक्विड जस्तो न कस्तो न कस्तो आइटम भएको त यही हो त माथि आएर प्रशोधन बनिएको र प्रशोधन गर्ने ठाउँमै पर्छ यत्रो सामान यहाँ कुहिएर जान्छ अब यो होइन हेर न खानेपानीको सामान त सबै छोरी बाबा मम्मी यो बाटो हिँडेको कति वर्ष हिँड्यो कति वर्ष लगभग 1.5 वर्ष हिँड्यो बालुङ सुधार केन्द्र यहाँ छ सिमाना आजभोलि
सुधार केन्द्र यहाँ छ रिचका गते अनि तल तल होला गते अनि त टिकट त्यहाँ छ देब्रेतिर गतेको त गतेमै छक्क्यो अझै नि ए छोरी हेर त मकैबारी दरम दरम हेर त कुनाबारी पुरै रातो माटो त हो रातमाटा कल्ली तलतिर भएको रे अब त रातमाटा वरिपरि है ठाउँ अनुसारको माटो परिवर्तन हुन्छ होइन नि त नजिक बसी त रातो त धुलो उडायो है छोरी न होइन मकैबारी दरम दरम हरिया काँक्रा करम करम यो के हेर्नु छोरी मकैबारी करम करम हरिया काँक्रा करम बाबा हजुर रात किन हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ छैन जिन्दगी कठिन किन हुन्छ अनि अरू के अरे रात सुत्नलाई हुन्छ दिन के हेर्नलाई हुन्छ अरे काम गर्नलाई हुन्छ ए दिनमा स्कुल जानुपर्छ र दिन हुन्छ रातमा चाहिँ सुत्नुपर्छ होइन हेर न यसो स्ट्यान्ड लगाएर चढ्नु सजिलो होला अलि तपाईँले यहीँ नजिकै राखेर बरु कसैमा जानुहोस् भयो त्यसरी सजिलो होला तपाईँले एकजनालाई चलाइदिएर गयो बरु सजिलो हुन्छ क्या एकचोटि अफ गरेर अन गर्नु त चाबी
न्युट्रलमा नै छैन होला बाइक कहाँ त अल्लाह गाडी गएर स्टार्ट त गरेर छोडिदिनु भयो होइन अरे त्यो पनि हो यार बिग्रो भनेर बस्यो भने नर्छ सक्सी हार त अनि बुढालाई नगरपालिकाको फेरि त्यो छ नगरपालिकाको चाबी झुन्डा हुन्छ भने सियो मान्छे नगरपालिकाको मान्छे जान्छे कोही हो क्या होइन चाबी चाहिँ नगरपालिकाको बारुङ नगरपालिकाको यसको चाहिँ त्यो स्टिकरवाला चाबी झुन्डा हुन्छ क्या चाबी फेरि हो त नि हो यही खोला भनेको हो यही खोलाको अलि तलपट्टि भने होइन उनीहरू त यसैको तलपट्टि हो होला है जामै त कति रहेछ कन्टेन्ट बन गया कन्टेन्ट भन्दा त अलि 2 मिनट अगाडि अब कन्टेन्टै बन्द रहेछ उयो त तलतिर क्या यता नभएर तलतिर त फेरि बाल्नु थुपारी छ फेरि कहाँबाट आयो अब कहाँबाट आउँदैसम्म ठिकै थियो होला के तल हो जस्तो लाग्छ मलाई किन छैन जिन्दगी के गर्दा नि केटा मान्छे भएर ठिकै होला जस्तो लाग्यो यार काठेन किन एकै डोजर सोजर आइन्छ भने चाहिँ यहीको तलपट्टि हो र हामी चाहिँ अलि यता गयो भने हुन्थ्यो अरे उयो त होइन मान्छे थिएन नि त यतातिर त होइन यो साबुन ल्याइएन है नचाहिएन अब एकछिन त होइन स्याट्टै नुहाई हुन्थ्यो होइन Right. Not the letter. छैन जिन्दगी कठिन किन दिन किन रात किन उपल्लो जानु पर्दो रहेछ किन लान्छ छोरीको स्विमिङ पुल